हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई नमस्ते अनि छोडले स्वागत छ अनिसा मगर युट्युब च्यानलमा। आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अनि म चाहिँ यहाँ आज बिहान खेतमा आएर पनि भिडियो स्टार्ट गरिसकेको छु। बिहानै उठेर मुखसुख धोएर ब्रस गरेर खाना पनि पकाएर म यहाँ खेतमा आइसकेको छु। किन भन्दाखेरि चाहिँ यहाँ धान काट्नको लागि म आइसकेको छु। अनि हाम्रो धान चाहिँ यहाँ दुई कोलेरहेको थियो, यो चाहिँ अलिक हरियो थियो, त्यही भएर अस्ति नकाटेको। अनि आधी चाहिँ काटिसकेछौँ, उता पारी काटिसकेछ, यही दुई कोले मात्र हो, यसमा पनि यति मात्र हो। हिजो मैले आधी काटिसकेँ। अब यति म सकाएर मेरो धान काट्ने कार्यक्रम सकिन्छ। त्यसपछि अब हाम्रोतिर चाहिँ अब दुईवटा घरको मात्रै धान काट्नु छ, त्यसपछि सकिन्छ। अनि अहिले चाहिँ म खेतमा धान काट्न, धान बोक्न, उठाउनको लागि एकदमै व्यस्त छु है साथीहरू। हजुरहरू चाहिँ के कस्तो गर्दै हुनुहुन्छ? हजुरकोतिर चाहिँ सके कि सकेन? तर हाम्रोतिर चाहिँ अझै पनि हतार छ, एकदमै हतार छ। खेतमा धान काट्नको लागि धानमा चल्ने हो अनि धान काट्ने हो। यस्तो सिधै बिहान धुम्म परेर जाडो महिना आए जस्तो भइरह। अनि म चाहिँ यहाँ पन्जा लाएर काट्छु कि, किनभने यस्तो यो धान काट्दाखेरि यति किराहरू हुन्छ नि त, यति गनाउँछ यो किरा। फेरि हातले बुँदी गनाउने क्या, त्यही भएर मैले चाहिँ आज पन्जा लाएर धान काट्नको लागि आइसकेको छु साथीहरू। त्यही हो, एक्लै हो कि म चाहिँ कान्छी छोरी हुनु पनि दुःख छ कि हेर्नु। अब घरमा केही काम भयो भने कान्छी छोरीले गर्नुपर्छ, खेतमा केही काम भयो भने कान्छी छोरीले जानुपर्छ। अब कोही पनि छैन छोरी, म एक्लै हो। अनि कम त गाह्रो हुन्छ एक्लै छोरी हुनलाई। मान्छेले मस्ती छ भन्छ, तर यति गाह्रो हुन्छ कान्छी छोरीले काम गर्नलाई। त्यो त मैले मात्र बुझेछु, अनि कान्छी छोरी हुनेहरूले बुझ्नुहुन्छ होला। त्यही हो, बिहान म चाहिँ यहाँ भिडियो स्टार्ट गरिसकेँ। मैले के गर्छु त आज हजुरहरूलाई देखाउँछु। बाई बाई। अब चाहिँ म धान काट्न जान्छु। धान काट्नु धान झाडी हो, धान काट्नुपर्छ यहाँ। यही हो काट्ने धान चाहिँ मैले, यही हो। यस्तो यताबाट पनि थ्रेसर लगाएर भएको जति धुलो यहीँ छ, कम त धुलो छ यहाँ, दिउँसो त काट्नै सकिन्न। अनि उता पनि थ्रेसर लगाएको छ यहीँ हाम्रो खेतमा। अनि कम त दुःख भएछ यहाँ, धुलै धुलो, यहाँ धुलै धुलो, उता पनि धुलै धुलो। पछि काट्नुको फाइदा यस्तै हो, थ्रेसर लगाएको छ यताबाट पनि उताबाट पनि। अनि हाम्रो खेतमा भएको जति धुलो, अनि त्यो धुलोमा काट्दाखेरि मलाई रुगा लाग्छ है। घाँटी पनि कस्तो भयो, सुन्नुभएको छ होला मेरो भोइस कस्तो धस्रो भाँसेर बिरानी गरौँला जस्तो छ साथीहरू। अनि म चाहिँ अब यहाँ धान काट्ने सुरु गर्छु ल साथीहरू, पछि भेटौँला, बाई बाई। दुःख भयो भने मान्छे हाँस्न सिक्नुपर्छ, त्यहाँ म हाँस्छु। पातलो है, फलेको नफलेको यस्तो धान नि त कालै भएको, धेरै सुकेर यस्तो छ कि यसपालिको धान त राम्रै छैन हेर्नु साथीहरू। फल्दैन के यस्तो के हो, फलेको किन यस्तो धान कालै है। म चाहिँ अब धान काट्न सुरु गरेँ।
फाइनली साथीहरू धान काटेर सकिसक्यो। म चाहिँ अब टक्क लाएर यहाँदेखि पुरै काटेर पुरा सकिसक्नुको लागि उठाउनु छ। यता पारी उठाउनु छ। अस्ति काटेको यो चाहिँ सक्यो, अब फिनिस भयो काट्नको लागि चाहिँ सकिसक्यो। त्यसपछि दिउँसो उठाउनलाई मेला खोज्नु जानु छ साथीहरू, गाह्रो छ। फेरि खाना खाएर फेरि अरूकोमा त्यहाँ बाँड्न पनि जानु छ, यहाँ पनि लगाउनु छ, काम धेरै छ साथीहरू। मेरो भिडियो अन्तिमसम्म हेरेर यदि मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। किप वाचिङ, बाई बाई।